नमस्कार सम्पूर्णमा यो भिडियो चाहिँ मैले डकुमेन्टेसनको लागि बनाउँदैछु ट्रेडिङ जर्नलको। किनभने भिडियो भयो भने हेर्न सजिलो हुन्छ, के गरेको थिएँ मेरो पहिला हिस्ट्री हेर्न सजिलो हुन्छ। जर्नल बनायो भने हुन्छ हुन त कपीमा, तर त्यो गराउन चाहिँ अल्छी लाग्छ। सिधा कुरा कन्सिस्टेन्सी चाहिँ भएन, त्यसमा चाहिँ मेन्टेन गर्न सकिनँ। मैले चाहिँ यसमा मेरो क्लियर स्ट्राटेजी के हो अनि मैले दिनमा कति ट्रेड लेख्छु त्यो चाहिँ पर ट्रेड चाहिँ राख्न प्रयास गर्छु। अनि अहिले मैले चाहिँ 100 नेक्स्ट चाहिँ 10K च्यालेन्ज लिएको छु। त्यसमा मैले एउटा ट्रेड लिइसकेँ हिजो फ्राइडे। आज र भोलि मार्केट बन्द हुन्छ अनि सन्डे लिने प्लानिङमा छु। हेरौँ के हुन्छ। यसभन्दा अगाडिको एउटा ट्रेड त लसमा गइसकेको छ, तर लसभन्दा पनि लसमा फोकस गर्नुभन्दा पनि आफ्नो प्लानिङ एक्जिक्युसन कस्तो भएको छ त्यसमा फोकस गर्ने प्लान छ। यो पालि चाहिँ मैले लस प्रफिट केही पनि ख्याल गर्दिनँ। अहिलेको चाहिँ मेरो 50 स्याम्पल ट्रेड लेख्छु विथिन डिफाइन रिस्क एन्ड रेगुलेसन। मेरा डिफाइन रिस्क छ अनि डिफाइन टिपी छ अनि रिस्क टु रिवार्ड 1:2 फलो गर्ने प्लानिङ गरिरहेको छु। अनि म अर्को भिडियोमा चाहिँ मेरो रुल के हो अनि मैले मिस्टेक के गरेँ यसभन्दा अगाडिकोमा मैले त्यो चाहिँ मिस्टेकहरू साइकोलोजिकल मिस्टेकहरू चाहिँ टिपेर राखेको छु मोबाइलमा नोट्समा। त्यो पनि भिडियो बनाएर राख्छु म। अनि त्यस पछाडि अब आउने दिनमा चाहिँ कसरी कन्सिस्टेन्सी मेन्टेन कसरी गर्ने। एकदम यो बोरिङ टाइम हुन्छ जब यो स्ट्राटेजीले काम नगर्दाखेरि अनि आफ्नो त्यो स्ट्राटेजीको ग्रोथ नदेख्दाखेरि एकदम मन एकदम अत्तासिन्छ। त्यो बेलामा चाहिँ कसरी आफूलाई चाहिँ कन्ट्रोल गर्ने भन्ने कुरामा चाहिँ म फोकस हुन चाहन्छु। हेरौँ के हुन्छ रिजल्ट। मैले यो च्यानलमा अपलोड गर्छु, मलाई पछि हेर्न पनि सजिलो हुन्छ। ओके, थ्याङ्क यू।